अस्ति चाहिँ हामीले दुईटा वेबिनार तिनवटा वेबिनार भएको थियो। त्यसमा चाहिँ तपाईँहरूले कन्सेप्ट कन्सेप्ट रियलाइजर भनेको के हो भनेर बुझ्नुभयो होला। अनि त्यसपछि पोर्टफोलियो बनाउन र फर्महरू कसरी क्रिएट गर्ने भनेर सिक्नुभएको थियो होला। आज चाहिँ हामी हाम्रो कन्सेप्ट रियलाइजरको एउटा पेजको बारेमा सिक्नेछौँ। पेजहरूले के गर्न मिल्छ, त्यसको पर्पज के हो भनेर म भिडियो सेयर गर्छु। मेरो भिडियो देखिराख्नु होला, स्क्रिन देखिराख्नु होला। अब हामी सुरु गरौँ। हामी चाहिँ एउटा पोर्टफोलियो बनाउन सिक्छौँ। अनि त्यसपछि विजेट बिल्डरमा भएको यसको विजेटलाई पेजमा कसरी ल्याउने, पब्लिक विजेटलाई पेजमा कसरी युज गर्ने, अनि पेजमा मात्रै हामीले इमेजहरू कसरी भनिने हामीलाई सिक्छौँ। सुरुमा एउटा पेज क्रिएट गरेर सुरु गरौँ है त। हामी पेजमा गउने, पेजमा गएपछि यहाँ एउटा आइकन आउँछ क्रिएट न्यू पेज छ। त्यसमा गएर हामीले हामी सुरुमा पेज बनाएर जानु। यो स्लगको काम भनेको चाहिँ पछि राउटिङको लागि युजमा आउँछ है। के गरेँ मैले अब पेजभित्र गएर चाहिँ अब यसमा यो इलिमेन्टहरू ड्र्याग गर्न सक्छौँ। जस्तै मैले एउटा इलिमेन्ट ड्र्याग गरेँ। अब यसमा चाहिँ हामीले हेडिङ कन्टेन्टलाई चेन्ज गरौँ। यसलाई चाहिँ हामीले क्लासमा वान भनेर दिउँ। अनि हामी यसमा चाहिँ दुईवटा सजिलैसँग युज गर्न सकिन्छ। जस्तै पेज सेन्टर गऱ्यो भने चाहिँ यो सेन्टरमा आउँछ। यो पहिला पनि विजिटमा हजुरहरूले हेर्नुभयो होला कसरी गर्ने भनेर। यसमा चाहिँ यही हो, हामीले यो सबै एलिमेन्टहरू चाहिँ ड्र्याग गरेर विजिट जस्तै गरी बनाउन सक्छौँ है। म चाहिँ हजुरहरूलाई यो सेभ विजेट र पब्लिक विजेटको बारेमा चाहिँ अलिक फोकस गरेर देखाउँछु। जस्तै हामीलाई चाहिँ अहिलेलाई एडिट गरौँ। हाम्रो मैले यहाँ चाहिँ एउटा नेपाल भनेर बनाएको छु है। यसलाई ड्र्याग गरेर यो चाहिँ हाम्रो नेपालमा है। त्यो विजेटमा तपाईँहरूले चाहिँ अब कस्तो कस्तो खालको विजेट चाहिँ त्यसमा ल्याउन मन छ तिनीहरू चाहिँ ल्याएर राख्न सक्नुहुन्छ। त्यो चाहिँ हाम्रो मल्टिपल पेजहरूमा चाहिँ विजेट बनाएर पार्दाखेरि चाहिँ अलिक इजी गर्छ। जस्तै नयाँ सबै पेजमा एउटै हुनुहुन्छ नि त। म चाहिँ अब यो नयाँ एपलाई चाहिँ चेन्ज गर्छु है। हामी चाहिँ अस्ति तपाईँहरूले बुक लिस्टको बारेमा हेर्नुभएको थियो होला। बुक लिस्टको रिलेटेडै गरौँ। यसको नाम चाहिँ अब म बुक लिस्ट भनेर हाल्छु। सुरुमा एडिटिङबाट गरौँ। नयाँ एपको छेउमा चाहिँ हामीले बुक लिस्ट भनेर हालौँ। त्यो चाहिँ मैले एउटा सानो लागि फेरि भनेर राखेको छु तपाईँहरूको टेस्ट नोट भनेर। यो चाहिँ जुन हामीले पहिला विजेटमा कसरी बनाएको थियो त्यस्तै गरी नै बनाएको हो। तपाईँहरूलाई अब यो हेर्दा ठ्याक्कै कहाँबाट ल्याएको जस्तो होला है। म अलिअलि चाहिँ गाइड गरिदिन्छु। जस्तै अब विजेटलाई चाहिँ सुरुमा हामी यहाँ त एडिट इनेबल गर्न मिल्छ। यति गरेपछि चाहिँ हामीले यो विजेटभित्रको एडिटहरू इनेबल गर्न मिल्छ है। यसलाई चाहिँ हामीले सेन्टर राखौँ। मेरो त अलिक राम्रो देख्छ। सेन्टर गर्दा यो चाहिँ अब हाम्रो सिम्पल बुक लिस्टको एउटा पेज बनाएँ मैले। त्यो बुकहरू एड गरेको छ। तपाईँहरूले इमेजमा गएर इमेजहरूको सोर्स चेन्ज गर्न सक्नुहुन्छ। त्यो चाहिँ तपाईँहरूलाई पनि होला होइन। इमेज आउँछ सोर्समा राख्यो भने यो चाहिँ हाम्रो यहीँबाट इमेज अपलोड गरेर गर्न पनि सक्नुहुन्छ। यो चाहिँ मैले अहिले डाइरेक्ट गुगलबाट हालेर निकालिदिएको छु। अनि अब पेजलाई सेभ गर्नु पहिला सेभ भयो होइन। अब तपाईँहरूले गएर प्रिभ्यू हेर्न सक्नुहुन्छ। भनेको चाहिँ अब तपाईँले पेजमा केही गर्नुभयो अरे अनि एक्चुअल वेबसाइटमा चाहिँ कस्तो देखिन्छ भनेर हेर्नलाई चाहिँ हो। यो चाहिँ हाम्रो एक्ज्याक्ट तपाईँले कतै पनि होस्ट गर्नुभयो भने यो पेजलाई यस्तो देखिन्छ होइन।
हाम्रो त्यसमा चाहिँ अरू टिचरहरू पनि छ है, म हजुरहरूलाई थोरै यसो गर्दै देखाउनेछु। अब हामीले चाहिँ यसमा त्यसको मेन अरू प्रपर्टिजहरू छ, जस्तै त्यसमा अब तपाईँहरूले टाइटल राख्न सक्नुहुन्छ। जस्तै हामीले त्यसको केको बारेमा देख्दाखेरि चाहिँ हाम्रो यो डिस्क्रिप्टिभ होइन, डिस्क्रिप्सन। अनि डिस्क्रिप्सन लेख्न मलाई भने अब तपाईँले अब केही डिस्क्रिप्सनहरू लेख्न सक्नुभयो, त्यसको किन मिल्यो, जस्तै अब त्यसको जस्तै तपाईँले कस्तो हाल्नु, तपाईँको जस्तै रेस्पोन्सिभ बनाउनु छ भने पर्सेन्टेजमा हाल्नुहोस् होइन। अब तपाईँलाई रेस्पोन्सिभ बनाउँदैन भने डाइरेक्ट स्कुलमा हाल्दा पनि भयो। मोस्टली त अब हाम्रो रेस्पोन्सिभ नै युज हुन्छ होइन, अहिले हामीले युज नगरौँ फुल विक नै प्रायः युज भइरहेको छ। हाम्रो खासै त्यो सबैलाई निड भयो भने चाहिँ राख्ने हो। त्यसको टाइप चाहिँ फिक्स गर्नु छ। यो फिक्स र ट्रिप भनेको चाहिँ अब फिक्स भनेको चाहिँ तपाईँले विक दिनुहुन्छ अनि त्यो विकको चाहिँ फिक्स प्राइस हुन्छ होइन। के भयो भने चाहिँ हाम्रो त रेस्पोन्सिभ चाहिँ हुँदैन, तर एउटै डिभाइसको लागि एउटै डिभाइस स्टुडेन्ट साइजको लागि बनाउँदा चाहिँ फिक्स नै युज गरिन्छ है, होइन भने चाहिँ हाम्रो त्यो युज गरिहाल्छ। अनि फन्ट फ्यामिली छ, फन्ट फ्यामिलीमा तपाईँहरूले तपाईँहरूलाई मन लागेको होइन कस्तो राम्रो देखिन्छ, अब स्टाइलिङमा अलि राम्रो हुनेहरूले हेरेर सक्नुहुनेछ होइन। जस्तै यो अहिले अलि हेर्दाखेरि राम्रो देखेको छ, अहिले युज गरी फन्ट साइज युज गर्न मिल्छ चाहिँ हाम्रो चाहिँ अहिले 12देखि 24सम्म चाहिँ यो भनेको चाहिँ युजली वेबसाइटहरूमा चाहिँ त्यतिकै रेन्जमा युज भइरहन्छ। अनि यो गरिसकेपछि एकचोटि तपाईँहरूले अपडेट चाहिँ गर्नु पर्नुहुन्छ, जुन चाहिँ तपाईँको फन्ट साइजहरूदेखि लिएर टाइटलहरू सब सेभ भएर बस्नु। यो चाहिँ अहिले भर्खर मैले बनाएको पेज भयो। अब नयाँ बारमा केही कुरो गर्नु छ, यो अवार्डहरू सबै देख्ने गर्नु छ भने चाहिँ अब हामीले यहाँनिर यसैलाई आइडी राखेर फलो गर्दा नि हुन्छ। हाम्रो अर्को टिचरहरूको कोड छ जुन तपाईँहरूले पहिलाको वेबिनारमा नि हेर्नु भएको थियो जस्तै हाम्रो चाहिँ अब यहाँनिर स्पेसमा चाहिँ हामी हालेको छौँ, यसमा चाहिँ हाम्रो आइडी हालेको चाहिँ तल कुनै पनि फोनमा अथवा तलै स्कुल गरेर जानु पऱ्यो भने चाहिँ आइडी हाल्दैछ, नत्र भने युजली राउट चाहिँ हालिरहन्छ है। यो तपाईँहरूलाई थाहा नै होला, मैले चाहिँ ठ्याक्कै अहिले देखेन हजुरहरूलाई। अब यो भनेको चाहिँ हाम्रो युट्युब भयो। अब तपाईँहरूले त्यो विजेटलाई चाहिँ कसरी युज गर्ने भनेर थाहा भयो है। अब जस्तै तपाईँहरूलाई अर्को एउटा पेज बनाउनु छ अरे, अबाउट पेज भनेर त्यसलाई चाहिँ हामीले बनाएको छ अबाउट भनेर। अबाउट राख्नु एक्जाम। अब हाम्रो अबाउट असमा चाहिँ के राख्छ भन्दाखेरि सुरुमा त हाम्रो पेजहरूमा सबैमा एउटै खालको नेभिगेसन बार हुनु भएकोले म चाहिँ पहिला त त्यसलाई ट्र्याक गर्छु। अनि अब यसमा चाहिँ हाम्रो अहिले अबाउट पेजको लागि चाहिँ हामी एउटा लेआउट लिउँ होइन, लेआउटभित्र बनाऊँ। अनि एलिमेन्ट चाहिँ सुरुमा हामीले एफ1 ट्यागै लिउँ, हामीले अबाउट पेजमा सक्छौँ है, अलिकति बोल्ड अबाउट अस भनेर हाल्छौँ। त्यसलाई हामीले टेक्स्ट पेन्टरै गरौँ, प्रायः हेडिङहरू टेक्स्ट पेन्टरमा राम्रो देखिन्छ भनेर चाहिँ अब तपाईँहरूले नै डिसाइड गर्नुहुन्छ अलि राम्रो छ होइन। म चाहिँ तपाईँहरूलाई जस्तो एउटा इक्जाम्पल मात्रै देखाउँछु छ होइन। त्यस्तै मैले चाहिँ एउटा दिभ हालेँ अरे अबाउट भन्दा तल होइन। अनि म चाहिँ मैले प्याराग्राफ हाल्छु होइन। त्यो तपाईँहरूले के गर्नु सक्नुहुन्छ इजिली कन्टेन्टमा गएर नि सेभ गर्न सक्नुहुन्छ, अर्को हाम्रो यहाँ कोड सेक्सन भनेको छ, यहाँ गएर नि हजुरहरूले यो चेन्ज गर्न सक्नुहुन्छ। कपी गरेर टेबल बनाएर कति धेरै देखो सुन्ने त्यति रन गरेपछि त्यो पपुलेट हुन्छ यहाँ चाहिँ है। के भयो यो हाम्रो अघिको हेर्ने है। अब हाम्रो यसलाई त चेक गरौँ है त, चेक गरौँ।
यो अलिकति भइरहेको थियो कुनै कारणवश त्यो गर्ने हुन्छ है अहिलेको लागि फेरि अपडेट गर्नु है एकचोटि चाहिँ यो भयो अब हाम्रो मैले यो चाहिँ अहिले भन्छ मैले यहाँनिर कपी गर्दाखेरि चाहिँ डबल बसेको भएर अहिले हटिरहेको छैन है यसलाई कोडमा गएर एकचोटि पुरै हटाइदिउँ त्यहाँ हेर्नु आएर बसेको छ है त्यो भएर चाहिँ हाम्रो हेडिङ हटिरहेको छैन यसलाई हटाइदिउँ अनि यहाँ भनेपछि अब चाहिँ फ्राइडे हट्यो भने अब हामीले त्यहाँ चाहिँ अब बुक थियो नि त बुक बनाउनुलाई चाहिँ यसलाई इनेबल गराउनु पुगेन है त्यो चाहिँ हल्का जस्तो बसेकोले चाहिँ साउन्ड क्लियर नहुन्छ है त्यसको लागि चाहिँ सरी भनौँ त्यो भयो अब त्यो हो अब यहाँ गएर अपडेट गर्ने हो अनि त्यसपछि चाहिँ अब तपाईँहरूलाई पब्लिक विजिटको चाहिँ देखाउन चाहन्छु है पब्लिक विजिट गर्दा त्यो अघिको हाम्रो हिस्ट्री पनि होला त्यो अघि हिस्ट्री गरेर अब हाम्रो एउटा पब्लिक विजिट चाहिँ पोर्टफोलियो भनेर सिक्नु भएको थियो होला पोर्टफोलियोलाई चाहिँ त्यसमा कसरी ल्याउने अनि आफ्नो लागि कसरी एडिट गर्ने भनेर म तपाईँहरूलाई त्यो देखाउँछु होइन हामी पोर्टफोलियो भनेर भनौँ त्यो गरेर पोर्टफोलियो पोर्टफोलियोमा चाहिँ हामीले जस्तै यहाँनिर लिस्ट अफ पब्लिक विजिटहरू हुन्छ जुन चाहिँ अरू सीमाको डेभलपरहरूले बनाएर राखिराख्नु भएको हुन्छ है र चाहिँ अब एउटा पोर्टफोलियोलाई चाहिँ ब्याक गर्छु पेजमा अनि के भनेको चाहिँ हाम्रो पोर्टफोलियोको जस्तै अब अरूले म जस्तै तपाईँहरू नै अल्छी हुनुहुन्छ भने चाहिँ अरूको उहिले पब्लिक विजिटलाई टक्क ल्याएर होइन आफ्नो जसरी एडिट गरेर राखिदिँदा हुन्छ है यसले चाहिँ तपाईँहरूको काम एकदम छिटो बनाइन्छ जस्तै अब मेरो पोर्टफोलियो लगभग बनिसकेको छ यसमा म केही चेन्जेसहरू गर्छु होइन यसमा चाहिँ सुरुमा चाहिँ इनेबल गरौँ है कम्ती पोर्टफोलियोहरू लगभग त्यति छ कि प्रोजेक्ट भ्यूहरू भयो त्यसमा स्किल चाहिँ मेरो अलि धेरै छ जस्तो लाग्छ मलाई है त्यस भएर म चाहिँ यो एडिट गर्छु अहिले एडिट गर्नाले चाहिँ किनभने अब हाम्रो यहाँ एडिटहरू देखेर छ होइन अब यहाँ गएर पनि त्यसलाई इजिली कपी गर्न सक्यो त्यो छ अब त्यसलाई चाहिँ म कपी गर्छु मैले यो कपी गरेको है ओके त्यो चाहिँ मैले ब्याक गरेको फेरि है त्यो फोल्डरमा फेरि जाउँ भिडियोमा चाहिँ हामीले पब्लिक रिभ्यूलाई चाहिँ त्यहाँदेखि यसलाई चाहिँ गर्छु अघि मैले इक्जाम्पल लगाएको थिएँ है हल्का चेन्ज छ स्ट्रक्चरमा चाहिँ त्यसमा चाहिँ जुन डे छ भने म मेरो त्यही पेजमा चाहिँ चाहिँ के हो यो प्रकारको है अब यो भनेको चाहिँ मेरो बारेमा हल्का लेखेको छ अब यसमा चाहिँ जुन गएर छ म मेरो हेर्छु है त्यो गर्दा पनि हुन्छ हजुरहरूले म स्कुलमा जान्छु स्कुलबाट त्यो गर्छु भन्दा पनि हुन्छ त्यो रूप तपाईँहरूले पनि आफू बनाउन सक्नुहुन्छ है यो चाहिँ त्यस्तो भएको जस्तो हुन्छ अब यस्तै अब यता कपी गर्छु यसलाई होइन मेरो एउटा फाइल राख्छु तपाईँहरूको त्यो स्थिति चाहिँ तपाईँहरू त्यो सेभ गर्न सक्नुहुन्छ मैले अर्को एउटा राखेर चाहिँ यहाँ राम्रो राख्छु भयो होइन अब तपाईँहरूको प्रोजेक्टको नाम चाहिँ के प्रोजेक्टमा काम गर्नुभएको छ भनेर हामी राख्नुहुन्छ तपाईँहरू होइन केटा लिएर हजुर होइन त्यही नै चाहिँ अब सीमामा काम गरेको थियो काम गरेको थियो प्रोजेक्टको नाम त्यस्तोमा भयो
त्यो त्यसमा चाहिँ विस्तृत गर्न सकिँदैन होइन आफ्नो प्रोजेक्ट त्यहाँनिर पनि राख्न सक्नुहुन्छ त्यसको चाहिँ अब त्यसमा चाहिँ गइरहेको अलिक चाहिँ के हामीसँग चाहिँ यो यो छ कि त्यो गर्छु अनि हजुर देखेको छु हो तपाईँहरू आयो होइन तपाईँहरू यसरी बनाउनु सक्नुहुन्छ प्रोजेक्टहरू चाहिँ लिस्ट गर्न सक्नुहुन्छ तपाईँहरूले ड्रागन गर्नुको चाहिँ एकदम इजी हुन्छ जस्तै अब तपाईँलाई फेरि यही नै फेरि देखाउनु पऱ्यो भने चाहिँ कपी गरेर फेरि राख्दा हुन्छ जस्तै मैले यो कार्डलाई चाहिँ कपी गर्छु यहाँनिर आयो है फेरि इजी हुन्छ तपाईँहरूलाई मल्टिपल प्रोजेक्टहरूको लागि एउटा बनाउनु भयो भने त्यसलाई कपी गरेर एडिट गर्नु हुँदा भयो होइन अनि अब हामीले कन्ट्याक्टमा चाहिँ तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ मलाई है अब पेपर चेन्ज गर्नु मात्रै चल्दै होइन तपाईँहरूको लगभग 5 मिनटमा एउटा पोर्टफोलियो नै बनेर सक्यो यसले चाहिँ एकदम इजी बनाउँछ तपाईँहरूलाई अब हामीले त्यसको लगभग यति नै हो हामी सेभ गरौँ यो पेजलाई चाहिँ हाम्रो पेज पनि सेभ भइसकेको छ हामी रिभ्यू गरौँ हाम्रो पेज कस्तो देखिँदो रहेछ हामी सेयर गर्नु पऱ्यो भने हुन्छ यो चाहिँ तपाईँको पोर्टफोलियो भन्ने कि टिभी भन्ने यसो हेर्दा चाहिँ टिभी टाइपको छ है तपाईँहरूले अझ राम्रो डिजाइन गरेर अझ राम्रो बनाउन सक्नुहुन्छ यहाँनिर हाम्रो पेजमा गएर सिएसएसहरू राख्न सक्नुहुन्छ कस्टम सिएसएसहरू तपाईँहरूलाई कस्तो मनपर्छ त्यही पनि चाहिँ सिएसएस राख्ने अप्सनहरू त्यो मलाई यो चाहिँ यो तपाईँको लागि दिनुहोस् बगान दिनुहोस् भनेर यहाँनिर तपाईँले बगान सुँगोमा पनि पाइन्छ यसमा चाहिँ टक्क लगाएर दिएको नि त त्यो तपाईँहरूले सुँगोमा सक्ने काम छ कसरी राम्रो देखाउने है आइम नट रिच डिजाइनर है त्यही भएर चाहिँ मेरो कसै राम्रो चाहिँ हुँदैन डिजाइन तपाईँहरूले चाहिँ अब कस्तो मलाई त्यस्तै कस्टमाइज गर्न सक्नुहुन्छ यसबाट चाहिँ अब हाम्रो पेसा भनेको चाहिँ लगभग यति नै हो अब त्यसरी हाम्रो भयो होइन तपाईँहरूलाई केही क्वेरीहरू छ भने चाहिँ सोध्नु सक्नुहुन्छ जस्तै अब यहाँबाट तपाईँहरूले पेजलाई डिलिट गर्न सक्नुहुन्छ रिनेम गर्न सक्नुहुन्छ होइन यहाँ डाउनलोड पनि गर्न सक्नुहुन्छ यो फिचरहरू चाहिँ डाउनलोडहरूको एक्सपोर्टिङहरूको फिचरहरू चाहिँ आउने दिनहरूमा तपाईँहरूलाई अलि डिटेलमा बुझाउनु हुनेछ अब हामी यसलाई जाउँ पोर्टफोलियो चाहिँ गरी हामी चाहिँ जाउँ है जस्तै चाहिँ गरौँ हामीले आएर रिमेन गर्नु चाहिँ अबाउट होइन मलाई अबाउट मात्रै चाहियो अबाउट भनेर रिमेन गरेर होइन हल्का नेट स्लो भयो जस्तो लाग्यो मलाई त्यसपछि तपाईँहरूले रिमेन गर्न सक्नुहुन्छ है त्यही भयो अब तपाईँहरूले यहाँ त यो राउटहरू पनि सेट गर्न सक्नुहुन्छ मैले अघि भने जस्तै अब त्यो अबाउटलाई नै हामीले होममा राखौँ अनि त्यसको पछाडि राउटलाई नै म देखाइदिइहाल्छु त्यस्तै वहाँनिर चाहिँ हाम्रो एउटा अर्को सकौँ है हामी दिन्छौँ होइन चाहिँ अब त्यो चाहिँ अब चलो सर तपाईँहरूले चाहिँ के भयो के बिग्रियो भनेर हल्कै सानो चिज दिएर चाहिँ गरेर होइन यसरी तपाईँहरूले राख्नु पर्छ केही छ भने चाहिँ हजुरहरूले सोध्नुहुन्छ है त म चाहिँ अहिलेको लागि के छ भने अब हाम्रो यो क्वेसन है हाम्रो चाहिँ अब हाम्रो बुम कन्सु भन्ने थियो यहाँनिर मैले त्यसको बारेमा चाहिँ भन्नु बिर्सेँ
फेरि हाम्रो स्कुलमा त्यो सेयर गर्छ है त। हजुरहरूले मेरो स्क्रिन देखिराख्नु होला है। यो चाहिँ हाम्रो अहिलेको होम पेज हो है। यसलाई चाहिँ अब हामीले सबै होस्ट गरौँ जुन कि मेरो एउटा जुन कन्सोल भन्ने छ हाम्रो एउटा प्रोडक्ट त्यसमा चाहिँ सेम अकाउन्ट छ यही आइडीबाट स्पेस भन्ने होइन। त्यो चाहिँ अब जुन कन्सोल खोज्छु है त जुन कन्सोल होइन। अब यहाँ बुम कन्सोलमा चाहिँ तपाईँहरूले एउटा मार्केटिङ भनेर सेक्सन देख्नुहुन्छ साइड बारमा। मार्केटिङमा जानुहोस् होइन। अनि यहाँनिर इन्भाइट फ्रेन्ड्स भनेर देखेर छ। यहाँ टपमा चाहिँ ल्यान्डिङ पेज इनेबल भनेर इनेबल छ है। त्यो चाहिँ इनेबल हुनुपर्छ यसको लागि चाहिँ तपाईँहरू। अनि यसमा चाहिँ तपाईँहरूले यो कस्टम इन्भाइट पेज भन्ने चाहिँ क्लिक गरेर तपाईँहरूले उताको अलिकति पेजहरू चाहिँ सिलेक्ट गर्न सक्नुहुन्छ। म चाहिँ अब अहिलेको लागि चाहिँ होम पेज गरेर राखिदिन्छु कन्फर्म पेज गरेर कि अब चाहिँ तपाईँहरूको यो युआरएलमा चाहिँ त्यो पेज चाहिँ गर्नुहुन्छ है। कपी गरेर अघि एकदिन हामीले बनाएको थियौँ, त्यसै भयो। अब यहाँ चाहिँ यहाँ बाइक किन भिडियो हेर्दाखेरि हाम्रो यो कलर कम्बिनेसन चाहिँ हल्का मिलेन किन भन्दाखेरि मैले उतातिर चाहिँ व्हाइट बनाएको थिएँ यता बुम कन्सर्भेसी त्यसको चाहिँ ओभराइड गरेँ होइन। त्यो तपाईँहरूले चाहिँ उता गएर कलर चेन्ज गर्न सक्नुहुन्छ अथवा इन्भर्टर चेन्ज गर्न सक्नुहुन्छ है त। यो क्वेसन यही थियो भने त क्लियर। ओके अरू केही क्वेसनहरू? ल क्वेसन छैन जस्तो छ है। आजको हाम्रो यो सेसन चाहिँ यहीँ गरौँ। हस् सबैलाई धन्यवाद गरिदिनु भएकोमा। बाई बाई।